लोकतान्त्रिक गणतन्त्रमा निषेधको राजनीति हामीहरूले गर्न हुँदैन। निषेधको राजनीति गर्न खोज्यौँ भने हामीहरू कमजोर हुँदै जान्छ, लोकतन्त्र कमजोर हुन्छ। हामीहरू डराउनु पर्ने आवश्यकता पनि छैन। हामीहरू किन डराइरहेको? हामी डराएको किन हो भने हामीहरूले यो 9-10 वर्ष 18-19 वर्ष भन्नुस्, 15 वर्ष भनौँ, जति वर्ष भन्नुस्, 62-63 को आन्दोलनपछि म सम्झना छ मलाई तपाईहरुलाई यो संसदको ठिक्क बाहिरपट्टि सडक छ, त्यो सडकमा नागरिक समाजहरूले एउटा विचार गोष्ठी राख्नुभयो। त्यो विचार गोष्ठीमा गिरिजाप्रसाद कोइराला लगायत उहाँ त दिवंगत भइसक्नुभयो सबै नेताहरू, अहिलेका भएका नेतृत्वमा भएका नेताहरू, सबै नेताहरू हुनुहुन्थ्यो। नागरिक समाजका व्यक्तित्वहरू मञ्चमा हुनुहुन्थ्यो र उहाँहरू श्रोताको रूपमा अगाडि बेन्च उसमा कुर्सीमा बसिरहनुभयो र नागरिक समाजले उहाँहरूसित प्रश्न गर्दै गरे। उहाँहरूले पनि जवाब दिँदै जानुभयो। पछि आफ्नो बोल्ने क्रममा सबैले के भन्नुभयो भने हामी सुशासन दिन्छौँ, हामी पारदर्शी हुन्छौँ, हामी जनताप्रति उत्तरदायी हुन्छौँ, रोजगारी दिन्छौँ, भ्रष्टाचार गर्दैनौँ भनेर उहाँहरूले बोलेको म सम्झिन्छु। त्यसपछि नागरिक समाज 62-63 को आन्दोलनमा सडकमा आयो। त्यो कुरा कति चाँडै हामीले बिर्सिएछ। हामीहरूले ती कुराहरूलाई सम्झिएर त्यतातिर नलागेर राम्रो कामतिर हामीले गर्न थालेको भए, जनतालाई सुविधा दिने कुराहरूतिर हामी गएको भए आज यो अवस्था आउने थिएन। अहिले पनि आजको दिन पनि म भन्दैछु हामी डराउनु पर्ने आवश्यकता म देख्दिनँ। आजको दिन पनि हामीले राम्ररी काम गरिकन अगाडि गयौँ भने सरकारको नेतृत्व त दुई ठुला दलले गरेको छ नि त। त्यो दुई ठुला दलको जिम्मेवारीमा पर्छ नि त यो कुरा। सरकार बनाउँदाखेरि 7 बुँदे सम्झौता गर्नुभयो। प्रधानमन्त्रीजीले त्यो 7 बुँदे सम्झौता तपाईको रस्टममै उभिएर उहाँले भन्नुभयो। सुशासनका कुरा छन्, आर्थिक पाटाहरूका कुरा छन्, रोजगारीका अवसरहरूका कुरा छन्, भ्रष्टाचारका कुराहरू छन् र सबभन्दा इम्पोर्टेन्ट संविधानमा पुनरावलोकन गर्ने र केही सुधारहरू गर्नु जहाँ गर्नुपर्छ हामी गर्छौँ भनेर भनिएको छ। तर एउटा पनि काम त्यसभन्दा अगाडि बढेको छ त? जनता त्यसरी निराश भइरहेको छ। जनता अहिले कसको पक्षमा छ भन्ने होइन, यति चाहिँ म भन्न सक्छु, जनता हामीसित राजनीतिक दलहरूप्रति, नेतृत्वहरूप्रति वितृष्णा छ जनता। त्यो वितृष्णा हामीहरूले हटाउनु परेको छ। वितृष्णा नहटाइकन हामीहरूले केही काम गर्छौँ भनेर अगाडि बढ्यौँ भने हामी दुर्घटनामा फेरि पर्न सक्छौँ। अहिले आज मात्रै मैले मिडियामा सुन्दै थिएँ, पढ्दै थिएँ, सरकारको नेतृत्व गर्ने एउटा पार्टीले देशभरि जागरण अभियान भनिकन सुरु गर्नुभएको छ। अहिले त्यो समय हो, उपयुक्त समय हो भनेर प्रश्न चिन्ह हामीले अब गर्नुपर्ने बेला छ। यो किन भइरहेको छ भने 7 सालदेखि तपाईहरुले हामीले हेरौँ सधैँ नेपाली कांग्रेस मियो भएर अगाडि बढिरहेको। हरेक राजनीतिक अप्ठ्याराहरूमा त्यो 7 सालको क्रान्तिमा होस्, त्यो 62-63 46 सालको आन्दोलन होस्, 30 वर्षको पञ्चायत कालमा पनि नेपाली कांग्रेस प्रतिबन्धित थियो।
7 वर्ष बिपी गोरालाहरू जेलमा हुनुहुन्थ्यो, गणेशमानजी जेलमा हुनुहुन्थ्यो, किशुनजी जेलमा हुनुहुन्थ्यो, सबै नेताहरू जेलमा थिए। तर नेपाली कांग्रेस मियो भएर बसिरहेको थियो। अन्तर्राष्ट्रिय समुदायहरूले पनि नेपाली कांग्रेसले के सोचिरहेको छ, के गर्दैछ भनेर सोधिरहेका हुन्छन्, सोचिरहेका हुन्थ्यो, सोध्थे। किनभने अघि मिरेनजीले भन्नुभयो नि, नेपाली कांग्रेस नागरिकको पार्टी हो भन्नुभयो। नेपाली कांग्रेस वास्तवमा नागरिकको पार्टी हो। तर अहिले यतातिर आएर नेपाली कांग्रेस जुन मियो बन्नुपर्ने थियो अहिलेको समस्याको समाधानको निम्ति, नेपाली कांग्रेस आफै कहिले एमालेको पछि लागिरहेको छ, कहिले माओवादीको पछि लागिरहेको छ। यो समस्याहरू हामीले पहिले इङ्गित गर्न सक्नुपर्छ। यो समस्याहरू हो। नेपाली कांग्रेसलाई अहिले पनि विश्वास गर्छ जनता, तर हामी सुध्रिनु पर्यो। सुध्रिनु पर्यो भने जनतासित जुन बाचा गरेका छौँ हामीले, ती बाचाहरूलाई पूरा गर्नेतिर अग्रसरता लिनु पर्यो। त्यो गरेनौँ भने अप्ठ्यारो परिस्थिति सृजना हुन्छ। त मियो बन्नु पर्यो। अब नेपाली कांग्रेसको अहिले पर्सिदेखि हामीहरूको कार्य सम्पादनको बैठक छ, त्यसमा होला केही निर्णयहरू हामी गरौँला। त्यसमा केही न केही तपाईँहरूलाई पछि तपाईँहरूसित भेट हुँदाखेरि हामी बताउँला के भयो कस्तो हो भनेर। तर जबसम्म हामी मियो हुँदैनौँ, देशमा कुनै पनि परिवर्तन भएको छैन, कहिले पनि भएको छैन नेपालमा। त्यसकारण हामी मियो भइसकेपछि मात्रै यो कुराहरू सम्भव छ भन्ने कुरा हामीले बुझ्न जरुरी छ। र सँगसँगै जनतासित बाचा गरेका कुराहरूलाई हामीले पूरा गर्नेतिर लाग्नु पर्यो। अब हामी लाग्छौँ केमा? मिनिजीले त डिटेल एक्सप्लेन गर्नु, म छोटोमा भन्छु। सरकारभन्दा बाहिर संयन्त्र बनाउँछौँ हामी। त्यो संयन्त्रले सरकार चलाउँछ। त्यो कसले चलाउँछ, कुन देशमा हुन्छ भन्दाखेरि कम्युनिस्ट मुलुकमा मात्रै हुन्छ। के जरुरत परेको छ संयन्त्र बनाउनु? यहाँ सेन्टरमा त छँदैछ, केन्द्रमा। अस्ति म विराटनगर गएको, जिल्लामा पनि बनाउने भनेर भन्दै थिएँ। मैले बनाउनु हुँदैन, यो गलत काम हो भनेर भने। गाउँपालिका जहाँ जान्छु त्यहाँको कुरा गर्दैछन् भने नि यो त बन्दै गर्दैन गर तिमी, प्रेसर आइरहेको छ दाइ भन्छ। प्रेसर त थेक्न सक्नु पर्यो नि त हामी। संयन्त्र कहाँ बनाउँछन् भने जहाँ तपाईँको बाहिरबाट सञ्चालित गर्छन् सरकारलाई। त्यसकारण संयन्त्र हामीले बनाउनु हुँदैन। त्यो डेमोक्रेटिक प्रिन्सिपल भन्दा बाहिरको कुरा। यस्ता कुरामा हामीहरूको ध्यान गइरहेको छैन। हामीहरूको ध्यान को मन्त्री हुन्छ, कतिजनालाई हामीले कुन ठाउँमा लग्न सक्छौँ र हामीलाई के बेनिफिट हुन्छ, त्यतातिर मात्रै हामीहरू अगाडि बढिरहेका छौँ। यो कुरालाई हामीले अत्यन्त गम्भीर तरिकाले लिएर अगाडि जान सक्नु पर्यो। होइन भने हामीले लिएनौँ भने देश अत्यन्त गहिरो सङ्कटमा जान सक्छ। राजनीतिक सङ्कट त छँदैछ, आर्थिक सङ्कट जुन देखा परेको छ त्यसमा हामीहरू फस्दै गइरहेका छौँ। त्यो कुरालाई हामीले नजरअन्दाज गर्न सक्दैन। अघि एनपी साउदजीले जुन कुरा उठाउनु भयो, राज्य सत्ताको कुनै पनि उसमा नेपाली कांग्रेसको पहुँचै देखिँदैन। संवैधानिक निकायहरूमा हेर्नुहोस् छैन। अब त कति दिनपछि त 5-7 दिनपछि त खाली नै हुँदैछ अरे। 5-6वटा संवैधानिक निकायको अध्यक्षहरू नै, सदस्य अध्यक्षहरू नै खाली हुँदैछ। नेपाली कांग्रेसको कहीँ कतै पहुँच छैन भन्ने कुरा हामीले बुझ्न जरुरी छ। अब एउटै हेर्न बाँकी छ, राष्ट्र ब्याङ्कको गभर्नर कस्तो खाले मानिस, जस्तो आए पनि मलाई व्यक्तिसित मतलब होइन। अरे लिबरल माइन्डेड आएन भने त्यो व्यक्ति हामीहरूको अर्थतन्त्र
धराशायी भएर जान्छ। यो सबै कुरालाई हामीले विचार गरिकन अगाडि जानुपर्ने आवश्यकता छ। नेपाली कांग्रेसको अधिवेशन नवीकरणहरू क्रियाशीलको कुराहरू भइरहेका छ, कति भइरहेका छ कति भइरहेका छैन त्यो आफ्नो ठाउँमा छ। यस्तै हो नेपाली कांग्रेसको भनेर हामी हिँडिरहेका छौँ। हामी दौडी पनि रहेका छौँ, गाउँ गाउँ पुगिरहेका छौँ, घुमिरहेका छौँ। तर नेपाली कांग्रेसको अधिवेशन 2082 मङ्सिर मसान्तभित्र भएन भने नेपाली कांग्रेस कमजोर हुँदै जान्छ। त्यतातिर ध्यान दिउँ है साथीहरू, एकदम सिरियस कुरा छ यो। हामीहरूले आवाज उठाएनौँ भने कसैले आवाज उठाउँदैन। अधिवेशन तपाईहरुलाई चाहिएको छ, हामी जस्तालाई चाहिएको छ। त्यसकारण तपाईहरुले आवाज उठाउन जरुरी छ। सामाजिक सञ्जालमा तपाईहरु दिनदिनै केही न केही लेखिरहेको म देख्छु। मेरो तर्फबाट एउटा कुरा लेखिदिनुस्, सँगै एउटा नोट हालिदिनुस्। नेपाली कांग्रेसको 15औं महाधिवेशन 2082 को मङ्सिर मसान्तभित्र हुनुपर्छ भनेर लेख्नुस् त। कति प्रेसर पर्दो रहेछ हेर्नुस् त तपाईहरु। यस्तो प्रेसर पर्छ कि त्यो प्रेसर खेप्नै सक्दैन भने। किनभने अधिवेशन नेपाली कांग्रेसको चलमान त अधिवेशनबाट हुने हो नि त। को आउँछ को जित्छ हार्छ भन्ने कुरा आफ्नो ठाउँमा छ। त्यसले डेमोक्रेटिक उसलाई अगाडि बढाइराखेको हुन्छ प्रोसेसलाई। त्यसकारण हामीहरू त्यतातिर ध्यान दिएर अगाडि बढौँ। परिस्थिति नाजुक भए तापनि नेपाली कांग्रेस नागरिकहरूको पार्टी भएकोले हामीहरू गर्न सक्छौं। तपाईहरुले मलाई सोध्नुभयो भने कसरी तपाईलाई विश्वास छ नेपाललाई आर्थिक उन्नति गर्न सकिन्छ भनेर तपाईहरुले सोध्नुभयो भने गर्न सक्छु भने मलाई विश्वास छ। मलाई किन विश्वास छ भने तपाईहरुप्रति मलाई विश्वास भएर त्यो भएको। हामीहरूले अघि व्यतिथिको कुरा गर्नु, गुरु घिमिरेजीले त एकदम एक्सप्लेन बडा राम्ररी गर्नु। तपाईको एउटा शिक्षा ऐन छ, विद्यालय शिक्षा ऐन। 1 वर्षदेखि तपाईको झुल उसमा छ। अब कसलाई के चित्त बुझेको छैन, आइरहेका छैन। शिक्षकहरू आन्दोलनमा हुनुहुन्छ। त्यो विद्यालय शिक्षा ऐन हामीले ल्याउन सक्दैनौँ छिटो। अब छिटो ल्याउने भनेपछि फेरि यहाँ ठ्याक्कै उहाँहरूले अध्यादेशबाट ल्याइदिनुहुन्छ क्या, डर त्यो छ। समस्या त्यो परेको छ। त अध्यादेशबाट त ल्याउनु हुँदैन हैन, तर छलफल गराएर छिटोभन्दा छिटो पास गर्नु पर्यो नि त। क्विक त्यसमा अलिकति मेहनत गर्नु पर्यो। त्यस्तै तपाईको प्रहरीको ऐन छ, निजामती कर्मचारीहरूको ऐन छ। यिनीहरूलाई चाहिँ छिटोभन्दा छिटो हामीले लग्नु पर्यो नि त। शिक्षाको अवस्था कस्तो छ भने तपाईको हामीले एकदमै नाजुक अवस्थामा छ। विश्वविद्यालयको त उहाँहरूले भन्नुभयो। तपाईको यो विद्यालय शिक्षा पनि त्यस्तै छ। के हामीले त्यसलाई सुधार्न सक्दैनौँ? सक्छ। आज इन्जिनियरिङ कलेजहरू खाली छ, बन्द भइरहेका छन्। मान्छे तपाईको कहाँ जान्छ? इन्डियाको त्यो के उडिसाको कलेजमा गएर पढिरहेका छ। 1500 नेपालीहरू छन् इन्जिनियरिङ पढ्ने। त्यहाँभन्दा त राम्रो पढाइ हाम्रै कलेजहरूमा होला नि त। यही पनि हुनु होला कति इन्जिनियरका प्रोफेसर साहब, राम्रै पढाउनुहुन्छ। यो किन चाहियो भन्दाखेरि
हामीहरूको सबभन्दा आयको स्रोत भनेको हाइड्रो पावर, क्लिन इनर्जी भन्छौँ। मलाई सम्झना छ, एकचोटि रुड्की इन्जिनियरिङ कलेजमा हामी मेरठमा पढ्दाखेरि, म कति वर्ष पहिले हो, त्यो बेला कर्णाली प्रोजेक्ट बनाउने भनिकन 200 इन्जिनियर पढाउनु पर्यो भनेर नेपालले, पञ्चायतकालको कुरा गर्दैछु, नेपालले रुड्की इन्जिनियरिङ कलेजमा नेपालीहरूलाई पढ्न पठाएको थियो, इन्डियासित सहकार्य गरिकन इन्डियाले स्कलरसिप दिएर पठाएको। 200 कर्णाली अहिलेसम्म बन्न सकेका छैन, त्यो आफ्नो ठाउँमा छ। तर त्यो एउटा कन्सेप्ट त थियो नि, हामीहरू आफ्नो इन्जिनियर आफै प्रोडक्सन गर्छौँ र यहाँ बनाउँछौँ भन्ने हो नि त। त्यो हामी सक्दैनौँ। आइटीको यत्रो छ, काठमाडौँ बाहेक, काठमाडौँ बाहिर कहीँ पनि आइटीको ल्याबहरू छैन। सबै विद्यार्थी पढ्न माने त्यो पास गरिसकेपछि यहाँ आएर इन्टर्नसिप गर्नुपर्ने अवस्था छ। काठमाडौँमा आएर विराटनगरमा छैन। मैले विद्यार्थीहरूसित इन्टरेक्ट गरेँ, उहाँहरूले भन्नुभयो छैन, ल्याबै छैन। धेरै पैसा पनि लाग्ने होइन रहेछ। फेरि त्यसले अलिकति नगरपालिकालाई भने नगरपालिका पनि चुप, हामीसित पैसै छैन भन्छ। प्राइभेट सेक्टरलाई भने उनीहरू पनि चुपचाप, खोल न तिमीहरू ल्याबै खोलेर कमाउन पैसा भनेको त्यो पनि चुपचाप। किनभने जुन काठमाडौँ आएर बसेर विद्यार्थीले सिक्नुपर्छ त्यो त त्यही सिक्न सक्छ नि त, छैन। त हामीहरूले एजुकेसनलाई ठिक राख्नको निम्ति एकदमै जरुरी छ। त्यो क्लिन इनर्जीबाट हामीहरूलाई भयो। दोस्रो टुरिज्मको, हामी ठुल्ठुला टुरिज्मका कुराहरू गर्छौँ। म त रिलिजियस टुरिज्मको मात्रै कुरा गर्छु, धार्मिक टुरिज्म। तपाईँको हामी अहिले कुम्भ गयौँ नि, तपाईँहरू पनि जानुभयो होला, धेरै कुम्भ जानुभयो यसरी होइन, महाकुम्भ प्रयाग जानुभयो नि तपाईँहरू। अर्बौं खर्बौं रुपियाँ कमायो होला त्यो प्रयागमा, कमायो होला नि त त्यहाँको मानिसहरूले। रिभल्भ हो नि पैसा त। यहीँ देवघाट खाली छ, यहीँ बराज क्षेत्र खाली छ। माने तपाईँको हामीहरूले सोच्नु थाल्नु पर्यो, विचार गर्नु पर्यो, हामीहरूले के गर्न खोजेको, देशलाई कता कुन डिरेक्सनमा लगेर हामीहरूले ठिक राख्ने। त्यस्तै स्पिरिचुअल टुरिज्मको छ, आध्यात्मिक टुरिज्मको धेरै ठुलो रोल रहेछ अहिले। एडभेन्चर टुरिज्मको त अहिले नेपालमा हुँदै पनि छ, राम्रै छ। त यो कुराहरूलाई हामीहरूले ध्यान दिनु पर्यो। अब खेती हामी कुरा गर्छौँ, खालि त्यो धान खेती गहुँ खेती गरेर अब छैन। अब यो पहिले भन्छौँ हामी कोरियामा हामी पठाउँथ्यौँ, चामल पठाउँथ्यौँ भन्थ्यौँ पहिले, तर अब त्यसबाट फाइदा छैन। किन हाम्रो छिमेकी मुलुकहरू नै यति धेरै प्रोडक्सन हुन थालिसक्यो कि केही गर्न सक्ने अवस्था छैन। तर हामीसित छ त। नेपाल कफीमा वर्ल्डको चौथो बेस्ट कफी प्रोडक्सन कन्ट्री रहेछ, चौथो। मलाई त भर्खर थाहा भयो। त्यसैमा लागौँ। चियाको त बखान गरेर साध्य भएन, माने गरिरहनु भएको छ मानिसहरूले, साथीहरूले गरिरहनु भएको छ, राम्रो छ। माने एउटा पनि चियाको यहाँ बिक्री नगरेर उहाँहरूले विदेशमा चिया बिक्रीहरू गरिरहनु भएको छ। चापागाईहरूको छ यो इलामतिर ठुलो उ छ होइन, उदय चापागाई नभएको गर्नेले गरिरहेका छ। तर अब हामीहरूले जडीबुटी यहाँबाट त्यो जडीबुटी लिएर इन्डियामा प्रशोधन गर्छन्, के नेपालमा प्रशोधन गर्न सकिँदैन? किन यहाँ नसक्ने? त्यसको लागि के चाहिने हो? अब राज्यले हेरिदिनु पर्यो।
यो तीनटा कुरा र डिजिटलाइजेसन, यो चारटा कुरामा हामीहरूले ध्यान दियौँ भने पक्कै नेपाललाई बनाउन सकिन्छ, गर्न सकिन्छ भन्ने आँट मलाई त छ, मलाई विश्वास छ तपाईहरुलाई पनि छ भन्ने कुरा विश्वास लिएर। तर त्यसको निम्ति सबैभन्दा पहिले नेपाली कांग्रेस एक ढिक्का भइकिन अगाडि जानु पर्यो। अधिवेशनमा हुन्छ शेरबाजी र म नै चुनाव लडेर म हारेको हो नि त, तर हाम्रो बीचमा तिक्तता त छैन होला। चित्त कति कुरामा बुझ्दैन, तर सभापति त उही हो, हामीले मान्नुपर्छ, गर्नुपर्छ। त्यसमा कुनै हामीहरूको सेकेन्ड ओपिनियन छैन। यहाँ त म मान्दिनँ भने अर्कोले मान्दैन। एक ढिक्का भइकिन हामी जाउँ त हामी एक्लै चुनाव लड्न सक्ने बन्न सक्छौँ। 84 मा एक्लै चुनाव लड्नको लागि एक ढिक्का त कांग्रेस हुनु पर्यो नि त। एक ढिक्का चाहिँ नहुने, आपसमा लडिरहने, अनि कसरी अगाडि जानुहुन्छ तपाईहरु? अनि भन्न चाहिँ एक ढिक्का लड्ने भन्ने, अनि चुनाव चाहिँ भने नगर्ने हो भने एक आपसमा मेल भएन भने त अप्ठ्यारो हुन्छ नि। र दोस्रो कुरा, हामीहरूले आफ्नो एजेन्डा, नेपाली कांग्रेसले अहिले देशको परिस्थितिको बारेमा हामीहरूले छलफल गरिकिन एउटा एजेन्डा बनाउँछौँ। त्यो एजेन्डा हामीहरूको एउटा बेग्लै एजेन्डा, त्यसमा हामीहरूले एमाले माओवादी सबैलाई सामेल गरिकिन अगाडि जान सक्नुपर्छ। होइन भने देश अप्ठ्यारो परिस्थितिमा गइरहेको छ। त्यसलाई बचाउने जिम्मेवारी तपाईँ हामीहरूको काँधमा छ। हामी सक्छौँ, किनभने यो बीपी कोइरालाले बनाएको पार्टी हो भन्दै म बिदा लिन्छु। धन्यवाद। हामी आन्दोलनको मैदानबाट पनि राजालाई हामीले भनेको महाराज सीमाभित्र बसिबक्सियोस्, जनताले राखेको थान्कोमा चाहिँ राज होइबक्सियोस्, जनताले दिएको छानो मुनि, जनताले दिएको मानो खाएर महाराज राज होइबक्सियोस् हामीले भनेकै हो। तर महाराजले नै चाहिँ जनाधिकार अपहरण गरेपछि हामीले राजालाई विदा गरेको, राजालाई विदा गरेर हामीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको, संघीय लोकतान्त्रिक गणतन्त्र मार्फत मुलुकको विकास र प्रगति गर्न खोजेको, मुलुकलाई माथि उठाउन खोजेको, मुलुकलाई समुन्नत बनाउन खोजेको, बीपी कोइरालाको सपना पूरा गर्न खोजेको, सुखी जनता, प्रतिष्ठित र सुरक्षित राष्ट्र, सुखी जनता, आर्थिक रूपबाट सम्पन्न जनता र त्यसको माध्यम प्रजातन्त्र। बीपी को प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई व्याख्या गर्दा यति 4 लाइन बुझे हामीले पुग्छ। सुखी जनता, आत्मनिर्भर जनता, सुरक्षित र प्रतिष्ठित राष्ट्र, त्यसका निम्ति प्रजातान्त्रिक शासन प्रणाली, त्योभन्दा बढी केही पनि होइन। त्यसलाई हामीले पूरा गर्नका निम्ति यो व्यवस्था ल्याएको। तर हामीले के गर्यौं त? अहिले हामीले 15-20 वर्षमा हामीले के गर्यौं त? कुन क्षेत्रलाई उन्नति र प्रगतिको बाटोमा लिएर गयौं? प्रश्न उठाउने ठाउँ हामीले दिए होइन। यो क्षेत्र पनि ठीक छैन, ऊ क्षेत्र पनि ठीक छैन, युवा पनि खुसी छैनन्, महिला पनि खुसी छैनन्, मजदुर पनि खुसी छैनन्, मजदुर क्षेत्र सबभन्दा प्रताडित छ, त्यहाँ पनि खुसी छैनन्, पत्रकार खुसी छैनन्, किसान खुसी छैनन्। यो 15 वर्षमा कोही पनि खुसी छैनन्। अनि धमिलो पानीमा माछा मार्न खोज्नेले मार्न खोज्दैन, मार्न खोज्छ नि त। कहाँ रिस पोख्ने, कहाँ प्रतिक्रिया व्यक्त गर्ने, कहाँ जाने? राजाको शासन भोगेको व्यक्ति पनि अहिले राम्रो हुन्छ भनेर जनआन्दोलनमा लागेको व्यक्ति पनि, जनआन्दोलनमा पीडा झेलेको, प्रताडना झेलेको, जेल गएको, दुःख झेलेको व्यक्ति पनि सडकमा आएको स्थिति छ। किन? त्यसैले सबभन्दा पहिला हाम्रो भूमिका के हो भने सबभन्दा पहिला हाम्रो घर सुधार्नु पर्यो। घर नसुधार्नेले समाज सुधार्न सक्दैन, घर व्यवस्थित गर्न नसक्नेले समाज व्यवस्थित गर्न सक्दैन, घर राम्रो गर्न नसक्नेले राष्ट्र राम्रो बनाउन सक्दैन। म निसङ्कोच भन्छु, दिल खोलेर भन्छु, जति हिसाब किताब बिग्रिन्छ बिग्रियोस्। मैले हिजो पनि भने, साथीहरू मलाई भन्नुहुन्छ अलिक कम भन्नु चाहिँ हिसाब किताब गोलमाल हुन्छ। अब गोलमाल हुने भइसक्यो। मिनेन दाई अलि उमेर सोच्दै हुनुहुन्थ्यो, एनपी दाईले हो र भन्दै हुनुहुन्थ्यो। काम गरेको उही हो, सङ्घर्ष गरेको उही हो, जेल गएको उही हो, कुटाइ खाएको उही हो, समय बिताएको उही हो, उमेर गुजारेको उही हो।
तर यो पक्षपात पार्टीभित्र मेरो आफ्नो कुरा होइन। हामी जस्ता हजारौं मान्छेमाथि विभेद गरेर पार्टीलाई चाहिँ नि केही सीमित व्यक्तिको बपौती बनाउने, आफ्नो चाहिँ नि निजी एउटा चाहिँ साधन, स्वार्थ पूरा गर्ने साधन बनाउने। म फेरि भन्न चाहन्छु, लोकतन्त्र भनेको औँला ठडाएर म भन्न चाहन्छु, अब हिसाब अरू मित्रहरूले बिग्रिनेवाला छ। हाम्रो त अगाडि बिग्रिसक्यो, अब अरूको बिग्रिनेवाला छ। म प्रश्न पार्न चाहन्छु, त्यसो भएको हुनाले यो पार्टीलाई सरोकारी पार्टी बनाउने शेखर दाइले एउटा चाहिँ अग्रता लिनुभएको छ, अग्रसरता लिनुभएको छ। आज के अरे मिलन दाइ र एमपी दाइ यहाँ हुनुहुन्छ, दुवैजनालाई, गोविन्द दाइ पनि आउनुभयो, उहाँ पनि छर्लङ्ग बोल्ने मान्छे, छ्याङ्गै बोल्ने मान्छे, मनमा लागेको कुरा बोल्ने मान्छे, झन् राम्रो भयो। यहाँ गोविन्द दाइ पनि यहाँ सँगै हुनुहुन्छ कि म छ्याङ्गै पारेर म भन्न चाहन्छु, यो पार्टीलाई सरकारी पार्टी बनाउन सकेनौँ भने हेर्दा हेर्दै चाहिँ खोलाले गाउँ बगाउँछ, माझीले सल्लाह गर्दा गर्दै 7 गाउँ बगाए जस्तो केही हुँदैन। यी मुठीभर हुन्, हिजो गुमेको चाहिँ एउटा भूत फेरि बोकेर आएका छन् भन्दा भन्दै जनमत बढ्न सक्छ। त्यसको कारण हामी हो, इतिहासले त्यसको दोषहरू कसैलाई दिँदैन, दिनेवाला छैन, हामीलाई दिन्छ। त्यसैले हामीले गम्भीरतापूर्वक छलफल गरौं। यो पार्टी कसैको घरेलु मामला होइन। बीपी कोइरालाले अब अन्तमा जाँदा जाँदै भन्न चाहन्छु, फेरि म स्मरण गराउन चाहन्छु, पुराना नेताहरू यहाँ हुनुहुन्छ, होइन त अग्रजहरू यहाँ हुनुहुन्छ, तपाईहरु यहाँ हुनुहुन्छ, तपाईहरुलाई साक्षी राखेर, बीपी कोइरालाको तस्बिरलाई साक्षी राखेर म भन्न चाहन्छु, बीपी कोइरालाले 2033 सालमा नेपाल फर्कनु अगाडि 2032 सालमा दरभंगामा गरेको सम्मेलनमा भन्नुभएको कुरा म स्मरण गराउन चाहन्छु। उहाँले नेपालबाट गएका, प्रवासमा रहेका, संघर्ष गरिरहेका चाहिँ साथीहरूलाई सम्बोधन गरेर भन्नुभएको रहेछ, म नेपाल जान्छु, म माथि चाहिँ अनेक मुद्दा छन्, मलाई चाहिँ मार्न पनि सक्छन्, तर मेरो जीवनमाथिको जोखिम भन्दा राष्ट्रको जोखिम, राष्ट्रको जीवनमाथिको जोखिम अहिले प्रमुख छ। मेरो जीवनमाथिको जोखिम गौण हो। अहिले सँगसँगै दुईटा धारा चाहिँ हाम्रा चाहिँ संघर्षका दुईटा धारा, एउटा राष्ट्रियताको, एउटा प्रजातन्त्रको, प्रजातन्त्र पुनर्स्थापनाको, त्यो धारा भन्दा राष्ट्रियतालाई जगेर्ना गर्ने त्यो धारा महत्वपूर्ण भएको छ। म राजालाई गएर भन्छु, महाराजसँग भेट्न पाएँ भने सरकारलाई म भन्छु, सरकार चाहिँ यो देश भनेको नेपाल भनेको दरबारको निजी मामला होइन, महाराजको घरेलु मामला होइन, सरकार तपाईको निजी मामला होइन, सम्पूर्ण नेपालीहरूको साझा मामला हो। म राजालाई भन्छु भन्ने बीपी कोइरालाले भन्नुभएको रहेछ। म त्यही कुरा स्मरण गर्दै म नेताहरूलाई साक्षी राखेर, तपाईहरुलाई साक्षी राखेर भन्न चाहन्छु, यदि गोलमाल भयो भने पनि अहिले पार्टी जसरी चलेको छ, पार्टीहरू जसरी चलेका छन्, लोकतन्त्र जसरी चलेको छ, यसैको कारण गोलमाल हुनेवाला छ। तपाई हामी यसका चाहिँ मुख दर्शक हुनेवाला छ, किनभने भोलि चाहिँ जुन स्थिति मुलुकमा देखा परिराखेको छ त्यसका निम्ति जिम्मेवार हामीले पनि हुनु पर्ला। त्यसको कारण चाहिँ अहिले जसले गोलमाल गरिराखेको छ उसैले जिम्मा लिनुपर्ने छ। त्यसैले यो पार्टी भनेको, नेपाली कांग्रेस भनेको र नेपालको लोकतन्त्र भनेको निजी मामला होइन, कसैको घरेलु मामला होइन, कसैको लोकतन्त्र भनेको र नेपाली कांग्रेस भनेको कसैको स्वार्थ र महत्वाकांक्षा पूरा गर्ने हतियार र साधन होइन। यो 8,72,000 नेपाली कांग्रेसका सदस्यहरूको 3 करोड नेपालीको साझा मामला हो। यो दिशातर्फ हामीले सोच्छौं, नेताहरूले सोच्छन्।